नमस्ते कोनिचिवा एन्जल किर्तिपुरबाट म कोरियन भाषा र जापानिज भाषा प्रशिक्षक वीरेन्द्र बोहरा। आजको भिडियोमा चाहिँ हामीले यो जापानी भाषाको हिरागाना अक्षरको पनि के थप अक्षरहरू सिक्दै छौं, जसमा चाहिँ आज हामीले यो सानो चु भन्छ, सानो चु है, यो सानो चुको फर्म सिक्छौं है, सानो चुको फर्म, यो फर्म सिक्नेवाला छौं। अनि त्यसपछि अर्को भनेको हामीले आज या, अनि त्यसपछि यु र यो तीनवटा अक्षर हुन्छ, यसको फर्म सिक्छौं है। भनेपछि आजको भिडियोमा हामीले दुईवटा कुरा सिक्ने भयौं। अब सानो चुको हकमा चाहिँ हाम्रो यो अक्षरमा लाग्छ, एउटा यो का वाला लाइनमा लाग्यो, का वाला लाइनमा लाग्यो, त्यसपछि सा वाला लाइनमा लाग्यो, अनि तामा, अनि यो मारु लगाएको पा वाला लाइनमा लाग्छ है त। जस्तो अहिलेसम्म चाहिँ यो का छ है, तर जब हामी यो सानो चु यो काको अगाडि यो सानो चु थप्छौं, यो चु तपाईले पढ्नु भएको छ नि, ची चु भनेर है, किन लेखिदैन, ची चु पढ्नु भएको छ। यही चु मध्येको सानो चुलाई अगाडि राखिदियो भने अब यो का नभएर यसरी चाहिँ यो का हुन्छ। त्यसैगरी यो की को अगाडि पनि सानो चु राख्यो भने अघिसम्म की हुन्थ्यो भने अब यो की हुन्छ। यो अहिलेसम्म कु छ नि है, अब यसको अगाडि मैले सानो चु राखेँ भने अब कु नभएर यो कु हुन्छ, यसरी हुन्छ है। यो अहिलेसम्म के छ, तर मैले यसको अगाडि सानो चु राखेँ भने अब के नभएर यो के हुन्छ। त्यसैगरी यो अहिलेसम्म को छ, तर मैले यो को अगाडि सानो चु राखेँ भने अब यो को नभएर को हुन्छ है। अब सानो चु राख्ने बेलामा विचार गर्ने, यहाँ मुनि राख्ने होइन है, मुनि राख्ने होइन, यहाँ छेउतिर राख्ने, फेरि बराबर लेख्ने हिसाबले यत्रो लेख्ने पनि होइन है, ठ्याक्क चाहिँ मुनिनिर यहाँनिर राखिदिने। यो न त हल्का अझ ठुलै हुँदा पनि खासै फरक पर्दैन ल, यहाँनिर यत्रै हुँदा पनि खासै फरक चाहिँ परेन है। त्यसैगरी अहिलेसम्म यो सा छ, सा, अब मैले यसको अगाडि सानो चु राख्यौँ भनौँ न मुनिपट्टि, अनि यो चाहिँ हुने भयो सा हुन्छ। यो अहिलेसम्म सी छ, यसको अगाडि मैले सानो चु राखेँ भने अब यो हुन्छ सी हुन्छ, यसरी सी हुन्छ है। यो सु छ, यो सु छ भने अब यसको अगाडि मैले सानो चु राखेँ भने स हुन्छ। यो से छ, यसको अगाडि मैले सानो चु राखेँ भने से हुन्छ। यो सो छ, यसको अगाडि मैले सानो चु राखेँ भने सो हुन्छ। हेर्नुहोस् है, यो ता छ, यो ता छ, यसको अगाडि मैले सानो चु राखेँ भने ता हुन्छ। यो ची छ, यो चीको अगाडि मैले सानो चु राखेँ भने ची हुन्छ। अहिलेसम्म चाहिँ यो छ चु, तर मैले यसको अगाडि अर्को सानो चु राखिदिएँ, यसैको सानो फर्म बनाइदिएँ भने यो हुन्छ चु भयो। यो ते हो, यसको अगाडि मैले सानो चु राखिदिएँ भने यो हुन्छ ते हुन्छ। यो तो हो, यसको अगाडि मैले सानो चु राखिदिएँ भने हुन्छ यो तो हुन्छ। यो अब पा भयो है, अब हामीले पामा गयौँ, तर यसको अगाडि हामीले सानो चु राखिदियो भने यो हुन्छ पा हुन्छ। त्यसैगरी यो पी भयो, यो पी भयो, यसको अगाडि मैले सानो चु राखिदियो भने यो हुन्छ पी हुन्छ। त्यसैगरी यो पु भयो, यसको अगाडि मैले सानो चु राखिदियो भने यो चाहिँ पु भयो। त्यसैगरी यो पे भयो, यो मारु लागेको यो पे भयो, यसको अगाडि मैले सानो चु राखिदियो भने पे हुन्छ। त्यसैगरी यो पो भयो, यसको अगाडि मैले सानो चु राखिदियो भने हुन्छ यो पो हुन्छ है। ल, यो कुरालाई चाहिँ ख्याल गर्नु होला। यसपछि हामी सिक्छौं, अहिले चाहिँ हामीले यो चु फर्म सिक्यौं, अब हामी सिक्छौं या यु यो फर्म है त। ल, हामी के गर्छौं भने यो या यु यो फर्म गर्छौं है। यो या है, यहाँनिर मैले लेख्छु या, या, अनि त्यसपछि यु, अनि त्यसपछि यो। हामी अहिले यो तीनवटा फर्म चाहिँ अध्ययन गर्छौं है। अब यो तीनवटा फर्ममा के गर्छौं भने हाम्रो जति पनि हिरागानाको अक्षर छन् त्यो मध्ये जुन हाम्रो सेकेन्ड ई साउन्डवाला हुन्छ त्यसमा चाहिँ सबैमा हामीले एकपटक या जोड्छौं, एकपटक यु जोड्छौं, एकपटक चाहिँ यो जोड्छौं। ल, हेर्नुहोस् त, यहाँ यो जस्तो यो की भयो भने है, अब एकचोटि या जोड्ने, यहाँ फेदमा जोड्ने है, पुरै ठुलो बनाउने चाहिँ यत्रो बनाउने चाहिँ होइन। यो या फर्म चाहिँ कस्तो गर्नु पर्यो त, सानो बनाउनु पर्यो, सानो बनाउनु पर्यो। अनि यो बनाइसकेपछि अर्थ हुन्छ यो, अब यो हुन चाहिँ यो की हो, तर अब कीबाट यो क हुन्छ, अनि यो या जोडिन्छ र क्या हुन्छ। त्यसैगरी यो फेरि की भयो है, यो कीमा चाहिँ यो सानो यहाँनिर चाहिँ हामीले यु बनायौँ।
अघिसम्म यो कि थियो, अब यो यु सानो आइसकेपछि भयो यो क र यो क्यु। त्यसै गरी यो कि भयो अनि यसको छेउमा यो जोडियो अनि क र यो क्यो हुन्छ, क र यो क्यो हुन्छ। त्यसै गरी यो सी छ, यो सी छ। सीको यहाँनिर मैले या राखिदिएँ भने अघिसम्म यो सी थियो, अघिसम्म यो सी हो, तर अब सी र या मिलाइसकेपछि हुन्छ यो स्या, यो हुन्छ स्या। त्यसै गरी फेरि सी नै लेख्यौँ, यहाँनिर अब यु राख्नु पर्यो सानो गरेर, अघिसम्म यो सी थियो, अब यो हुन्छ सी र यो स्यु। त्यसै गरी फेरि मैले यहाँनिर सी राखेँ र अब यहाँनिर मैले यो राखेँ, अघिसम्म यो सी थियो, अब चाहिँ यो स र यो स्यो हुन्छ। हेर्नुहोस् है, यो हेर्नुहोस् त के छ त, यो ची छ नि है। अब यो ची यसरी लेख्दा पनि भयो। अनि यसमा चाहिँ मैले सानो यो या जोडेँ भने यो अब ची र या च्या, अनि फेरि यो चीमा यु जोड्यो च्यु, अनि त्यसै गरी चीमा यो जोड्यो च्यो, यसरी हुने भयो है त। फेरि यो नि छ, यो नि छ, यो निमा या जोड्यो भने न्या, निमा यु जोड्यो भने न्यु, त्यसै गरी निमा यो जोड्यो भने न्यो, निमा यो जोड्यो भने न्यो। त्यसै गरी हि, यो चाहिँ हि, हिमा या जोड्यो भने या। त्यसै गरी यो हिमा यु जोड्नु पर्यो, हिमा यु जोडिसकेपछि यु, फेरि यही हिमा चाहिँ यो जोड्नु पर्यो, यो जोड्यो भने ह्यो, यसरी हुने भयो। त्यसरी मिको पनि त्यही हो, रिको पनि त्यही हो, तपाईँले सकिहाल्नुहुन्छ। जस्तो मिको म्या म्यु म्यो, रिको र्या रिउ रियो, भेरी इजी, धेरै सजिलो छ है। अब यिनीहरूमा मात्र होइन कि हाम्रो तेन लाग्नेसँग पनि जोडिन्छ। जस्तो तेन लाग्ने अहिले हाम्रो किको गी छ नि हामीसँग, यो तेन लाग्ने गी। अब यो गिमा हामीले या जोड्यो भने अब हुन्छ यो ग्या। हेर्नुहोस् है, तेन नलाग्दा यो क्या थियो, तेन लागिसकेपछि यो भयो ग्या। त्यसै गरी यो गिमा यु जोड्यो भने ग्यु, त्यसै गरी गिमा यो जोड्यो भने भयो ग्यो है। अब त्यसै गरी तेन लाग्ने हाम्रो अर्को पनि छ, ताको दा छ नि, दा। अब यो दा हो नि त अहिलेसम्म, सरी दी बनाउनु पऱ्यो नि होइन। यो ची थियो, चीबाट हामीले जी बनायौँ, सरी चीबाट हामीले जी बनायौँ। अब यो जीमा पनि हामीले यो जीमा पनि यो या जोड्ने हो, जीमा या जोडिसकेपछि ज्या भयो, अनि जीमा चाहिँ यु जोडिसकेपछि ज्यू भयो, अनि जीमा यो जोडिसकेपछि ज्यो भयो, यसरी जीमा यो जोडिसकेपछि के भयो त ज्यो भयो। ल हेर्नुहोस्, अब जी मात्र होइन, त्यसै गरी हाम्रो अर्को के हुन्छ, यो सीवाला जी पनि हुन्छ, त्यसै गरी हाम्रो बीवाला पनि हुन्छ है। यिनीहरूमा हाम्रो अर्को पीवाला पनि हुन्छ, यहाँनिर देखिन्छ कि देखिँदैन, जोस हाम्रो पीवाला पनि हुन्छ है। यो सबैमा तेन र मारो लाग्नेवाला सबैमा चाहिँ यो या यु यो फर्म लाग्छ। यति जति देखिसकेपछि यिनीहरूको पनि तपाईँलाई आइडिया हुन्छ होला भन्ने मैले विश्वास गरेको छु। यसलाई चाहिँ तपाईँहरूले धेरै पटक अभ्यास गर्नु होला। धेरै विद्यार्थी चाहिँ यिनीहरूमा झुक्किने गर्नुहुन्छ। चु फर्म र यो फर्ममा धेरै विद्यार्थी झुक्किनुहुन्छ, तपाईँ चाहिँ नझुक्किनु होला है त। ल